यहाँबाट स्योक्यु 1 एलिमेन्ट्री 1 को पहिलो किताबको पहिलो पाठको ग्रामर रिभिजन पनि सुरु गरौँ। यहाँ चाहिँ पहिलोमा छ नम्र शैली र साधारण शैली। नम्र शैली भनेको चाहिँ अरूलाई रेस्पेक्ट गर्नको निम्ति प्रयोग गरिन्छ। यो चाहिँ औपचारिक पनि हुन्छ। औपचारिक भनेको भाषणहरूमा बोल्दा, सभा समारोहमा बोल्दाखेरि प्रयोग गरिने चाहिँ औपचारिक रूपमा चाहिँ नम्र शैली प्रयोग गरिन्छ भने यो साधारण शैली, सामान्य शैली चाहिँ आफ्ना घनिष्ठ व्यक्तिहरूसँग बोल्दा, नजिकका मान्छेहरूसँग बोल्दाखेरि प्रयोग गरिन्छ। नचिनेका मान्छेहरूसँग पनि नम्र शैली प्रयोग गरेर बोलिन्छ। अब नम्र शैलीको वाक्यको अन्तिममा देश अथवा मास आएको हुन्छ भने साधारण शैलीमा चाहिँ देश र मास हुँदैन है। अब यिनै कुराहरू छन्। अब यहाँनिर हेर्दाखेरि उदाहरणको लागि वैसा शिबुरी देश तिमीलाई नदेखेको धेरै भयो नि भनेर भन्दाखेरि यो देश आएको हुनाले यो चाहिँ नम्र शैली भयो। त्यसरी नै यहाँनिर अर्को उदाहरण हेर्न सकिन्छ जसमा चाहिँ वैसा शिबुरी धेरै भयो नि नभेटेको भन्ने अर्थ त एउटै हो, तर यसमा चाहिँ लास्टमा देश अथवा मास छैन, त्यसैले यो चाहिँ साधारण शैली हो। यो हिसा शिबुरी भनेछन् यी चाहिँ सबै सामान्य शैली हुन्। यिनीहरू चाहिँ आफ्ना साथीभाइसँग र नजिकका व्यक्तिहरूसँग, चिने जानेका व्यक्तिहरूसँग प्रयोग गर्न सक्यो। तर यो नम्र शैली चाहिँ धेरैजसो यसो चाहिँ अन्तमा मास र देश हुन्छ। यो चाहिँ हामीले धेरैजसो प्रयोग गर्न पर्यो। ठुला मान्छेलाई, कार्यालयमा आफूभन्दा ठुला व्यक्ति र नयाँ नचिनेका मान्छेहरू सबैको निम्ति यो प्रयोग गर्न सकिन्छ। 2 नम्बरमा छ अवधि नि नारीमास। भनौँ म जापान आएको यति भयो, मैले फलानु चिज गर्न लागेको यति भयो, उति भयो भन्नको लागि यो नि नारीमास भन्ने अभिव्यक्ति प्रयोग गरिन्छ। जस्तो यहाँनिर एकजनाले भनेको निहोन नि खिते 1 年になります। जापान आएको 1 वर्ष भयो भनेर भने। अब यहाँनिर यो हेर्दाखेरि सुरुवात बिन्दु व्यक्त गर्न क्रिया ते थप्न सकिन्छ। जस्तै निहोन नि खिते जापान आएदेखि भन्ने अर्थ भयो। जस्तो ते फर्म चाहिँ प्रयोग गर्न पर्यो, क्रिया ते थप्न सकिन्छ भने। निहोन नि किते भनेको चाहिँ निहोन आएको, जापान आएको चाहिँ 1 年になります, 1 वर्ष भयो हैन। अब 3 महिना भयो भन्नको निम्ति यहाँनिर छ सांकागेच्चु नि नारीमास। सांकागेच्चु नि नारीमास भनेको चाहिँ 3 महिना भयो भनेर भनौँ। यहाँनिर एउटा बुझ्नुपर्ने कुरा के छ भने सांगाच्चु भनेको चाहिँ 3 महिना हो, 3औं महिना हो। जनवरी, फेब्रुअरी, मार्च हो भने सांकागेच्चु भनेको चाहिँ 3 महिना भयो भनेको, 1 2 3 भनेर 3 महिना पुग्यो भन्न खोजेको है। यो चाहिँ जनवरी फेब्रुअरी भन्न पर्यो भने सान
सानगेच्चु सानगाच्चु सानगाच्चु भन्यो भने 3औं महिना जनवरी फेब्रुअरी मार्च भयो भनेपछि साङकागेच्चु भन्यो भने चाहिँ 3 महिना पुग्यो 90 दिन पुग्यो भन्नको निम्ति चाहिँ त्यसरी साङकागेच्चु भनेर भनिन्छ। यसलाई अझ राम्रोसित हेरौँ यहाँनिर। इचिगाच्चु भनेको जनवरी भयो, निगाच्चु भनेको फेब्रुअरी भयो, साङगाच्चु भनेको मार्च भयो, सिगाच्चु भनेको अप्रिल भयो, गोगाच्चु भनेको मे भयो, रोकुगाच्चु भनेको जुन भयो, सिचिगाच्चु भनेको जुलाई भयो, हाचिगाच्चु भनेको अगस्त भयो, कुगाच्चु भनेको सेप्टेम्बर भयो, जिउगाच्चु भनेको अक्टोबर भयो, जिउइचिगाच्चु भनेको नोभेम्बर, जिउनिगाच्चु भनेको डिसेम्बर भयो हैन। यसरी नै अर्को यहाँ चाहिँ इक्कागेच्चु भनेको चाहिँ 1 महिना 30 दिनको अवधि हैन, 1 महिना भयो आएको भन्नुको लागि चाहिँ इक्कागेच्चु भनिन्छ। निकागेच्चु भनेको 2 महिना भयो, साङकागेच्चु भनेको 3 महिना भयो, योनकागेच्चु भनेको 4 महिना भयो, गोकागेच्चु भनेको 5 महिना भयो, रोक्कागेच्चु भनेको 6 महिना भयो, नानाकागेच्चु भनेको 7 महिना, हाचिकागेच्चु भनेको 8 महिना, क्युकागेच्चु भनेको 9, जिउकागेच्चु भनेको 10, जिउइक्कागेच्चु भनेको 11 महिना भयो जम्माजम्मीमा आएको भनेर भन्नु पर्यो भने यसरी भन्नु पर्यो। अब 11औं महिनामा आएको हो भन्न पर्यो भने चाहिँ जिउइचिगाच्चु हुने भयो। तर म आएको जम्माजम्मी 11 महिना भयो भन्नको लागि चाहिँ जिउइक्कागेच्चु भयो। यो अवधि जनाउने हो हैन। अवधि भनेको चाहिँ यति समय भयो भन्नको निम्ति चाहिँ यसरी भनिन्छ। जिउनिकागेच्चु भनेको 12 महिना भयो, जसलाई चाहिँ 1 वर्ष नि भनिन्छ, इचिनेन भयो भनेर पनि भन्न सक्यो है। जस्तो 1 वर्ष भयो भन्नको निम्ति इचिनेन नि नारिमास, म यहाँ आएको 1 वर्ष भयो भनेर भन्न सक्यो। निनेन नि नारिमास, म यहाँ आएको 2 वर्ष भयो भनेर भन्न सक्यो। सानेन नि नारिमास, 3 वर्ष भयो भन्न सक्यो। योननेन, गोनेन, रोकुनेन, नानानेन अथवा सिचिनेन, हाचिनेन, क्युनेन, जिउनेन भनेर यसरी भन्न सकिन्छ। सेन्स्यु भनेको गत हप्ता, सेङ्गेच्चु भनेको गत महिना र क्योनेन भनेको पनि गत वर्ष विगत जनाउनको निम्ति 3वटा शब्दहरू सेन्स्यु, सेन्गेच्चु र क्योनेन प्रयोग गरिन्छ है त। भर्खरै हामीले यो अवधिलाई कसरी व्यक्त गर्न सकिन्छ भन्ने बारेमा पढ्यौँ। अवधि र समयको बिन्दु भन्ने एकचोटि सर बुझौँ। जस्तो फलानु गते आएको भने ठ्याक्क गते तोकेर समय तोकेर भन्ने हो भने त्यो समय बिन्दु भयो के अरे। अवधि भनेको यति महिना पुग्यो, यति दिन पुग्यो, यति वर्ष भयो भनेपछि चाहिँ त्यो अवधि भयो हैन। अघि चाहिँ हामीले 1 महिनाको अवधिलाई इक्कागेच्चु भनेर भनिन्छ, 2 महिनाको अवधिलाई निकागेच्चु भनेर भनिन्छ, अनि 3 महिनाको अवधिलाई सानकागेच्चु भनेर भनिन्छ भनेर भन्यो। अब समय बिन्दु भनेको चाहिँ फलानु गते फलानु बार भनेर भन्ने हो भने चाहिँ त्यो समयको बिन्दु हुन्छ र त्यो समयको बिन्दुसँग नि किमास्ता भन्ने लाउँछ। जस्तो
नौ महिनामा आएको, सेप्टेम्बर महिनामा आएको भन्नको लागि अब गत वर्षको सेप्टेम्बर महिनामा आएको भन्नको लागि ख्योनेन नो कुगात्सु नि किमासिता भनेर भन्नु पर्यो। ख्योनेन भनेको गत वर्ष, ख्योनेन नो भनेको गत वर्षको, कुगात्सु भनेको चाहिँ 9औं महिना भयो, सेप्टेम्बर भयो होइन। अब क्युकागेत्सु भने भए समयको अवधि हुन्थ्यो, त्यो चाहिँ क्युकागेत्सु भने भए चाहिँ त्यो चाहिँ समयको अवधि हुन्थ्यो। कुगात्सु भनेपछि यो चाहिँ 9औं महिना, सेप्टेम्बर महिना भन्ने जन्यो होइन। यसरी हो। अब फलानु बार आएको, फलानु दिन आएको भन्नुको लागि त्यो बार भन्ने र नि किमासिता भन्ने है त, यसरी भन्न सकिन्छ। अब यहाँ भने ख्योनेन भनेको गत वर्ष, सेङ्गेत्सु भनेको गत महिना र सेन्स्यु सँग प्रयोग गर्न सकिँदैन भने यो तीनवटा शब्द जस्तोमा गत वर्ष आएको भन्नको लागि ख्योनेन किमासिता मात्रै भने भयो होइन। तर गत वर्षको 9औं महिनामा आएको भन्नको लागि ख्योनेन नो कुगात्सु नि किमासिता भनेर भन्नु पर्यो। त्यसरी नै सेन्गेत्सु किमासिता भन्नु भने म अघिल्लो महिनामा आएको भन्ने भयो। अब अघिल्लो महिनाको 1 गते आएको भन्नको लागि सेन्गेत्सु नो चुइताची नि किमासिता, चुइताची भनेको 1 गते नि किमासिता भनेर भन्नु पर्यो। त्यहाँ चाहिँ नि प्रयोग भयो। सेन्गेत्सु नो चुइताची नि किमासिता भनेर भन्नु पर्यो। त्यसरी प्रयोग गरिन्छ। जस्तो उदाहरणहरू यहाँ हेरौँ। जस्तो यहाँनिर पहिलोले भन्छ सेन्गेत्सु किमासिता, सेन्गेत्सु मात्रै प्रयोग गर्ने बेलामा नि प्रयोग गर्नु परेन। त्यसरी नै अब यहाँ अर्कोले भन्छ अब सेन्स्यु नो निचियोबी नि किमासिता। अब यस्तो अरू डेटहरू ठ्याक्क तोकेर भन्नु पर्यो भने चाहिँ अब आइतबार आएको भन्ने बेलामा चाहिँ त्यो नि पनि प्रयोग गर्नु पर्यो। अब गत हप्ता, गत महिना, गत साल आएको भन्ने बेलामा चाहिँ निलाई प्रयोग गर्नु परेन, तर अरू बेला चाहिँ प्रयोग गरिराख्नु पर्छ। अब अर्को चाहिँ भब त्यही मास भने यो चाहिँ फलानु काम मैले गरिराखेको हुँ, वर्तमानमा यो काम भइरहेको छ भन्नको लागि चाहिँ यो त्यही मास भन्ने रूप प्रयोग गरिन्छ। जस्तो निहोन देवा नानी हो सितेइमास का भनेर सोध्यो, जापानमा के गर्दै हुनुहुन्छ भनेर सोध्यो। यो सितेइमासले चाहिँ के गर्दै भन्ने जनाउँछ। त्यही भन्नेले वर्तमानमा हुँदै गरेको भन्ने जनाउँछ है त। सितेइमास भनेपछि त्यो हुँदैछ, कन्टिन्युअसली काम भइरहेको भन्ने बुझ्नु पर्यो है। जस्तो म काम गर्दैछु भन्नु पर्यो भनेपछि नि सितेइमास आउँछ। म खाँदैछु भनेपछि नि थाबेतेइमास हुन्छ। अब म काम गर्दैछु भनेपछि हाताराइतेइमास हुन्छ होइन। त्यही मासको काम चाहिँ त्यो काम चाहिँ लगातार भइरहेको भन्ने जनाउनको निम्ति हो। सिगोतो सितेइमास भनेपछि मैले काम गरिरहेको छु, फलानु कम्पनीमा काम भइरहेको छ मेरो होइन भन्नुको निम्ति प्रयोग गरिन्छ यसरी। सितेइमास भन्ने चाहिँ त्यही हो। जस्तो यहाँ उदाहरणमा हेरौँ। अब नानी हो सितेइमास का भनेपछि के गर्दै हुनुहुन्छ भन्ने हुने भयो। निहोन देवा भनेपछि जापानमा, निहोन देवा नानी हो सितेइमास का, जापानमा के काम गर्दै हुनुहुन्छ भन्ने भयो होइन। त्यस्तै अब अर्कोले भन्छ हाताराइतेइमास
म काम गर्दैछु भन्नु, त्यही मास भनेको चाहिँ काम गर्दैछु भन्ने जन्नी होइन। त्यसरी नै खाइगो न सिगोतो सितेइमास भन्दैछ। मैले नर्सिङ हेरचाहको कार्य गर्दैछु भनेर भन्नको निम्ति पनि सितेइमास प्रयोग हुन्छ होइन। त्यसरी नै अर्को यहाँनिर अब यहाँ अर्कोले भन्दैछ सेनमन भतासिवा सेनमन घाक्को नि खायो तेइमास भने आछ। यहाँ पनि तेइमास होइन। तेइमास भनेको चाहिँ म स्कुल गइरहेको हो, खायो यु भन्ने चाहिँ जानुहुन्छ गरे, त्यसैबाट खायो तेइमास म स्कुल गइरहेको हो, अध्ययन गर्छु भन्ने यस्तो तेइमासले जनाउँछ। बेङ्क्यो सितेइमास भनेपछि चाहिँ अब अध्ययन गर्दैछु भन्ने जनिनु भयो। प्रोग्रामिङ्गु हो बेङ्क्यो सितेइमास भनेपछि चाहिँ प्रोग्रामिङ पढ्दैछु अध्ययन गर्दैछु भन्ने जनिन्छ है त। यसरी यसलाई तेइमास भन्नेको कुरो बुझ्नु पर्यो। अब ते रूपको बारेमा यहाँ भनेको छ। ते रूपको निर्माण हुने संयोजकका नियमहरू सिक्नु पहिले क्रियाबारे सिक्नु पर्दछ भने क्रियाहरूका समूह। अब ते रूप कसरी निर्माण गर्ने भनेर सिक्नभन्दा पहिला क्रियाहरू कति प्रकारका छन्, के हुन्, ती कुराहरू बुझौँ भने अब हेरौँ है त। क्रियाका समूहहरू संयोजकको प्रकारअनुसार क्रियाहरूलाई 3 समूहमा विभाजन गरिएको छ रे। अब यसलाई राम्रोसँग बुझौँ। क्रिया भनेको चाहिँ हामीलाई पहिले पढिसक्या कुनै पनि काम गर्ने जनाउने शब्द चाहिँ क्रियाहरू हुन्। जस्तै अब हाताराखु भन्ने शब्दले काम गर्नु भन्ने जनाउँछ, त्यसैले यो क्रिया हो। चुकुरु भन्नेले बनाउने भन्ने जनाउँछ, त्यसैले यो पनि क्रिया हो होइन। अब मेरो भन्नेले हेर्ने जनाउँछ, त्यसैले पनि यो क्रिया हो। अब थाबेरुले खाने भन्ने जनाउँछ, त्यसैले यो क्रिया हो। सुरु गर्नु, कुरु भनेको आउनु जस्ता यस्ता कामहरू जनाउने शब्दलाई चाहिँ क्रिया भनिन्छ। अब भात भन्ने शब्द क्रिया होइन, तर भात खानु भनिन्छ त खानु भन्ने शब्द चाहिँ क्रिया हो। जस्तो घाँस काट्नुमा काट्नु चाहिँ क्रिया हो भने घाँस चाहिँ कर्म हो, त्यो क्रिया होइन। त्यसरी नै अब त्यसरी नै बारी जोत्नुमा चाहिँ अब बारी भन्ने क्रिया होइन, तर जोत्ने भन्ने चाहिँ क्रिया हो। म घाँस काट्छु भनेपछि त्यो काट्छु भन्ने शब्द चाहिँ क्रिया हो। र क्रियाको संयोजन भनेको के हो भने जस्तो एउटा क्रिया शब्द छ खानु होइन। यसलाई लेखेर हेरौँ। जस्तो एउटा शब्द छ त्यो चाहिँ खानु भन्ने छ। खानु भन्ने शब्दहरूलाई अब हामीले अब यसलाई खान्छु पनि बनाउन सकिन्छ। त्यसरी नै यसलाई खाए पनि बनाउन सकिन्छ। अब यसलाई खाएको थिएँ भनेर पनि बनाउन सकिन्छ। एउटै शब्दलाई यसरी बनाउन सकिन्छ। अब त्यसरी नै
हिँड्छुलाई हिँड्छु हिँड्नु हिँड्नु भन्ने चाहिँ यो शब्दको रूप हो। अब यसलाई हिँड्छु हिँड्छु पनि बनाउन सकिन्छ। अब यही हिँड्नुलाई हिँडे भनेर यसलाई भूतकालमा नै बनाउन सक्यो। अब यसलाई हिँड्नेछु भनेर भविष्यकालमा पनि हिँड्नेछु भनेर यसरी भविष्यकाल पनि बनाउन सकिन्छ हैन। अब यहाँबाट हामीले बुझ्न पर्ने कुरा के छ भने जस्तो खानुबाट खान्छु खाएँ खाएको थिएँ जस्तो बनाउन सक्यो हैन। त्यस्तै हिँड्नुबाट हिँड्छु हिँडे हिँड्नेछु भन्ने बनाउन सक्यो। योलाई चाहिँ क्रियाको संयोजन भनेर भनिन्छ। खानु भन्ने एउटा क्रिया हो भनेपछि खान्छु भन्ने पनि अर्को क्रिया हो, खाएँ भन्ने पनि क्रिया हो, खाएको थिएँ भन्ने पनि क्रियापदहरू हुन्। क्रियापद र क्रिया एउटै हो। अब यी क्रियाहरूलाई चाहिँ विभिन्न रूपमा बदल्नुलाई चाहिँ क्रियाको संयोजन भनेर भनिन्छ है त। क्रियाको संयोजन भन्ने चिज चाहिँ अब यो खानुलाई खान्छुमा बदल्न सक्यो, अब खान्छुलाई खाएँमा बदल्न सक्यो, खाएँलाई खाएको थिएँमा बदलियो भनेपछि यो बदल्ने कामलाई चाहिँ क्रियाको संयोजन भनेर भनिन्छ। अब संयोजनका नियमअनुसार भनेर यहाँ चाहिँ 3 भागमा चाहिँ सबै क्रियाहरूलाई चाहिँ जापानिज भाषाको क्रियाहरूलाई 3 भागमा विभाजन गरिएका छन्। पहिलोलाई भनिन्छ फर्स्ट ग्रुप क्रियापद, दोस्रोलाई दोस्रो ग्रुप क्रियापद भनिन्छ भने तेस्रोलाई तेस्रो ग्रुप क्रियापद भनेर भनिन्छ। पहिलो ग्रुप क्रियापद के हो भने जुन क्रियापद हो जो चाहिँ व्यञ्जन वर्णमा समाप्त हुन्छ भने। अब जापानिजमा स्वर वर्ण भनेको आ इ उ ए ओ मात्रै स्वर वर्ण हुन्। बाँकी सबै कादेखि काकी कुके को सासी सुसे सो ताची चुचे तो ती सबै व्यञ्जन वर्णहरू हुन्। अब जति पनि क्रियापदहरू क्रिया शब्दहरू छन्, क्रियापद र क्रिया एउटै हो, जति पनि क्रियाहरू छन् जुन चाहिँ व्यञ्जन वर्णमा समाप्त हुन्छन् तिनीहरूलाई चाहिँ फर्स्ट ग्रुप क्रियापद भनेर भनिदो रहेछ है। त्यो बुझ्नु पर्यो। व्यञ्जन वर्णमा समाप्त हुने क्रियापदहरू चाहिँ सबै फर्स्ट ग्रुप क्रियापदहरू हुन्। र व्यञ्जन वर्ण भनेको आ इ उ ए ओ आ इ उ ए ओ बाहेक अरू काकी कुके को सासी सुसे सो देखि लास्ट न सम्म सबै चाहिँ ती व्यञ्जन वर्णहरू हुन्। आ इ उ ए ओ मात्रै स्वर वर्ण हो। जो चाहिँ जुन क्रियापदहरू चाहिँ लास्टमा चाहिँ स्वर वर्णमा समाप्त हुन्छन् तिनीहरूलाई चाहिँ दोस्रो ग्रुप क्रियापद भनेर भनिन्छ। र तेस्रो ग्रुप क्रियापद भनेको चाहिँ सुरु र कुरु मात्रै चाहिँ तेस्रो ग्रुप क्रियापद हुन्। सुरु र कुरु सुरु र कुरु मात्रै चाहिँ तेस्रो ग्रुप क्रियापद हुन् है त। अब यो फर्स्ट ग्रुप क्रियापदलाई हामीले कसरी संयोजन गर्ने, कसरी एउटा रूपबाट अर्को रूपमा परिवर्तन गर्ने भन्दाखेरि चाहिँ हामीले कसरी गर्न सकिन्छ भने यो फर्स्ट ग्रुप क्रियापदहरू
चाहिँ यस्ता क्रियापदहरू हुन् जो चाहिँ लास्टमा व्यञ्जन वर्ण हुन्छ। जस्तै अब हाम्रो शब्दकोश रूपका शब्दहरू हेरौँ। यहाँनिर दिएको छ हामीलाई कति दिएको छ भने यहाँनिर हेर्दा शब्दकोश रूप हाताराखु, चुकुरु, मिरु,